यो पुस्ताको राजनीतिको बागडोर सम्हाल्छु भनेर आँट गर्नुभएका साथीहरूलाई म यति भन्न चाहन्छु, साथी हो, तपाईहरूको स्वभाव ठग होइन। मैले कुनै किसिमको ठगी गरेको छैन, निर्धक्क हुनुहोला। विधिको विडम्बना जसले कयौं ठगहरूलाई एउटा क्यामेरा र माइक्रोफोनको बलमा जेल पठाउन मद्दत गर्यो, कयौं सहकारी पीडितहरूलाई न्याय दिलाउन मद्दत गर्यो, आज त्यही मान्छे यो सदनमा उभिएर ठगीको आरोप लागेको कुरामा खण्डन प्रस्तुत गर्दैछ। महिनौसम्म आरोप प्रत्यारोप खेपेर बदनामी सहेर अपमान सहेर बोलिरहेको छ। गीत श्रेष्ठको एउटा गीत छ, भनिएको छ, आमा यिनीहरूले जेसुकै भनुन् म बहुला होइन। मैले बोल्न नहुने केही बोलेको छैन, मैले गर्न नहुने केही गरेको छैन, यिनीहरूले जेसुकै भनुन् म बहुला होइन। मैले यो गीतको दृष्टान्त मात्र सम्झन खोजेँ। सम्माननीय सभामुख महोदय, मेरो भाग्य पनि अचम्मको छ। टेलिभिजनमा हुँदा सबैको तारो भएँ, राजनीतिमा पनि सबैको तारो बनिरहेको छु। सारा